सक्नुहुन्छ गाइस तपाईहरुले हामी चाहिँ यहाँ भएको कुनै पनि खेल्दैनौँ हेर्दैनौँ सिधै हामी जाँदैछौँ यहाँ हम्मर हान्नलाई यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले एकदमै डरलाग्दो गेम जस्तो लागिरहेको छ मलाई हामी देख्छौँ माथि गए कुनै मर्यो ओए मुतुल खायो ओए ओए मुतुल खायो ओए ओए मुतुल खायो ओए ओ ड्राइभरको अलि फास्ट चट्टै गाडे एक माथि काला त मजा आउने ओए हामी खेल्नु पाएन सो हाम्रो पिर्ती आले आइसकेको छ खोइ पिर्ती आलेलाई वहाँनिर छ खुट्टा साधे गर्ने आएर मर्यो मेरो हातै झन्झन भयो यार हेलो गाइस हामी आइसकेको छौँ लालबन्दीको मौसममा र यो चाहिँ मेरो काकाको युट्युब च्यानल हो मेरो पनि युट्युब च्यानल छ सौगात भिडियो जमानाको तर त्यो चाहिँ अहिले मैले चलाउँदैन त्यो आज हामी के रमाइलो गर्नेवाला छौँ त भनेर त्यो सब तपाईँहरूलाई हामी देखाउनेवाला छौँ खासै रमाइलो त लागिरहेको खासै रमाइलो त लागिरहेको छैन तर पनि हामी छिर्दैछौँ अब हामी बिस्तारै बिस्तारै लन्डन ब्रिज पनि देखेको छैन यहाँ त हाम्रो एकदमै बिहारी डर यता चाहिँ अचारहरू छ गाडी दुहेर के गर्नु खानु हुँदैन ग्याङस्टरहरू उनीहरू सब भाडा एकै गाडीमा मिल्छ माछाहरू हेलो भन बहिनी कति हो खेलेको 7 पिस 100 रुपियाँको 100 रुपियाँको 7 पिस जित्यो भने के पाउने छिर्नु सक्छ यार यो काठ नभएको भने छिर्दै यार ए सक्छ किन्न म ट्राई गर्छु अहिले फर्किँदाखेरि हाल्छु ल अस्ति केले खान्छु ल ए यो छोड्नु पर्ने भने पक्नु अहिले आएर खेल्नु पर्छ यो त छिरिहाल्छ नि यार छिराउने र छुवाउने रे कस्तो चसाएर केन मार्थे छुनै पर्यो के देख्यो उल्टे भरे बोतलले छुने 1000 रुपियाँ पनि रहेछ यार त्यहाँ त त्यो 1000 रुपियाँ पनि हो यहाँ त हान्नु पर्ने रहेछ यार बोतल छुएकै चाहिँ बोतल अहिले आउँदाखेरि हान्नुपर्छ पक अहिले आउँदाखेरि त्यो चाहिँ हान्नुपर्छ 100 रुपियाँले 1000 रुपियाँ जित्यो भने त टुकुने फेरि आज अनि फेरि पार्टी हुन्छ ए मा पार्टी नहा भने दिएन मम्मीले ल गाइस तपाईहरुले हेर्न सक्नुहुन्छ रोडेबिङ चाहिँ एकदमै ठुलो रहेछ ए हामी यता जाउँ न यहाँ के छ यहाँ ओहो यहाँ त के हो समुद्र रहेछ त को छिर्ने हो ल भ्लगमा स्वागत छ तपाईहरुलाई
विकास राई भ्लगमा हो कि के छ नाम युट्युबमा नामै थाहा छैन यो हेर्नु सक्नुहुन्छ समुद्र चाहिँ कहाँबाट बगेर अब नेपालमा समुद्र छैन तर पनि यो आइपुगेको रहेछ ओ रियासा यो चाहिँ हाम्रो यो हो अब हाम्रो जो खेल्ने मान्छे नै नखेल्ने ओ खेल्न ओ हेर्नु सक्नुहुन्छ तपाईँहरूले हामी चाहिँ यहाँ भएको कुनै पनि खेल्दैनौँ हेर्दैनौँ सिधै हामी जाँदैछौँ यहाँ हम्मर हान्नलाई यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले एकदमै डरलाग्दो गेम जस्तो लागिरहेको छ मलाई सो हामी आइसकेको छौँ हम्मर खेल्नको लागि हामीलाई यहाँनिर मेलामा कुनै पनि खासै केही एक्साइटेड लागेन यही एक्साइटेड लागिरहेको छ हेर्दाखेरि कलै गर्दाखेरि मैले हामी दिएको टक्कसँगले रोटी पिङ भयो यहाँ त हामी ढुङ्गा लाइट गयो त ढुङ्गा चल्दैन त किन चल्दैन हामी खेल्ने बेला त लाइन समाधि कुरा खोइ त नि यहाँको कता छ यो समाधि यो त अस्तिको भन्दा ठुलो रहेछ हौ चितवन मेला भन्दा त मान्छे आएको झन्डै झरेन पकाउने कि भिडियो बनाउने माथिबाट झर्नु कस्तो हुन्छ होइन ल भयो जाऊ ल ल अब जाऊ यसो घुम्नलाई अब सात त गइहाल्यो अब खेल्दैन अब सो हेलो गाइज अघि चाहिँ हामीले यो ढुङ्गा खेल्यो अब चाहिँ हामी खेल्न जाँदैथ्यो रोडेपिङ लगभग 5 चलेको थियो हामी जाँदैथ्यो रोडेपिङ खेल्नको लागि एक्साइटमेन्ट आज झट जस्तो लाग्छ झऱ्यो भने मेरो होइन काकाको जानु हो तिनजना मिल्दैन एक ठाउँमा तिनजना हाल्दैन होइन साला म चाहिँ हलुङ्गो मात्र एउटामा तिनजना हो नि
आइसकेको छु यति धेरै माथि अब ठाउँ दर्छ झर्ने बेला चाहिँ मुनिको मान्छे नहालिदिएछ सो लालबन्दीको नजारालाई तपाईँले हेर्न सक्नुहुन्छ यो माथिबाट झऱ्यो भन्दा 1.5 लाख रुपियाँ लालबन्दीको मौसम बिस्तार चलो है बिस्तारै चलाउ रे माथि जाँदा चाहिँ मजा आउँछ कुनै मर्यो मुतुल खायो ओए मुतुल खायो ओए मुतुल खायो ओए ड्राइभरको अलि फास्ट माथि जाँदा चाहिँ मजा आउने ओए हामी खेल्नु पाइले ओए पकडे पकड मलाई मैले खुट्टा साधे गर्ने आएर मर्यो मेरो हातै झन्डु भयो यार सो हाम्रो पिर्ती आले आइसकेको छ खोइ पिर्ती आलेलाई वहाँनिर छ हाम्रो बारीहरू हाम्रो त्यहाँ वेट गरिरहेको ढुङ्गा हान्नु जाउँ बरु कतिचोटि हान्छ एउटा ढुङ्गा सो अहिले टक्कसँगले आजको लागि चाहिँ मेला सकियो सो सबैजना अब हिँडेको आजको लागि चाहिँ मेला सकियो सबैजना अब हिँड्दै फर्किँदै हो है आजको लागि मेला सक्यो फेरि भोलि 2 बजे दिउँसोबाट सुरु हुन्छ
सो त्यही हो आजको लागि सक्यो खोइ त राजा यो अगाडि पो छ